मैले चाहिँ 1000 एकचोटि कसम खाइसकेको थिएँ कि अबबाट अगाडिको कपाल काट्दिनँ भनेर। किनभने मलाई राम्रोसँग थाहा छ नि त अगाडिको कपाल काटेपछि तेरो नामलाई पनि फ्लप हानिदिन्छु भनेर के। तर पनि हुन्छ नि कुनै राम्री केटीले चाहिँ ब्याङ्क्स काटेको देख्यो भने मलाई काटम लागिहाल्छ के। अनि आज पनि त्यस्तै नै भयो। म काम गरिरहेको थिएँ अनि म काम गर्ने पसलमा चाहिँ त्यस्तै राम्री केटी आयो के जसको चाहिँ ब्याङ्क्स थियो। अनि हुनु के थियो र म पनि घर आउने बित्तिकै हतार तम्सिहालेको कि कपाल काट्नलाई। म चाहिँ 1000 चोटि पछुताइसकेर पनि फेरि पनि म यस्तो भारी निर्णय लिन जाँदैछु क्या आज। मैले चाहिँ अरू बेला भन्दा पनि एकदम धेरै कपाल लिएको थिएँ कि अलि माथिबाट, नत्र भने अलि तलबाट लिन्थेँ। अहिले चाहिँ एकदम धेरै माथिबाटै लिएछु क्या मैले। नलिनु रिक्स लिइसकेपछि चाहिँ अलि राम्रैसँग काटौँ भनेर के। अनि मैले सुरुचोटि काट्दाखेरि चाहिँ मेरो मम्मीले मलाई घोडा जस्तै देखेछ भनेर यस्तो भुताल्नु भएको थियो कि मलाई त्यो दिन अहिलेसम्म पनि याद छ के। तर छोरी त सुध्रिनेवाला छैन। मैले चाहिँ अगाडि प्लास्टिक झुन्डाएर काटेको के, किनकि अगाडिपल्ट काट्दाखेरि चाहिँ मेरो कपडैभरि कपाल टाँसेर अनि यस्तो बिजाउने भएको थियो कि जति धुँदा पनि गथेन। त्यही भएर मैले चाहिँ अहिले त्यो कुरा ध्यानमा राखेर प्लास्टिक राखेँ अगाडि अनि चट पारिदिइहालेँ कि। त्यस्तो कपाल काट्न जान्ने त होइन, तर आफ्नै कपाल काटी अलिअलि भए पनि जान्ने भइसकेछु के। हजुरहरूले के हियर होल्ड द मेमोरिज भन्ने त सुन्नु भएको छ नै होला है, किन भनिन्छ भनेर मलाई अहिले फिल हुन्छ कि। किनभने मेरो सबै कपाल काटेको स्टाइलको कपाल काटेको त्यो फोटोहरू हेऱ्यो भने ए यो बेलामा काटेको है, ए यो बेलामा यस्तो थियो, मेरो कपाल यत्रो थियो भन्ने हुन्छ नि त है। कतिजनालाई त्यस्तो हुन्छ, मलाई चाहिँ एकदम फिल हुन्छ के। तर केही छैन, जिन्दगी चलिरहन्छ, कपाल पलाइरहन्छ भने जस्तै हो है। अनि हेर्नु होला रिजल्ट, मेरो अनुहारको एक्सप्रेसनले पनि देखाइरहेछ कि मलाई कस्तो फिल भइरहेछ भनेर। मलाई चाहिँ ठ्याक्कै एउटा हिन्दी फिल्मको गुन्डिनीको याद आइरहेको यस्तो कपाल देख्दाखेरि, किनकि त्यो फिल्ममा त्यो गुन्डिनीको यस्तै कपाल थियो कि। अनि अझै पनि लेभल नै मिलिरहेको थिएन कि। अनि मैले त्यही भएर मिलाएर काट्न कोसिस गर्दैछु, किनकि म प्रोफेसनल चाहिँ होइन नि त। अनि आफ्नै कपाल काट्न चाहिँ यति गाह्रो हुन्छ नि त, बरु अरूको कपाल काट्न सजिलो हुन्छ कि आफ्नो कपाल काट्न चाहिँ गाह्रो हुन्छ कि मलाई चाहिँ। त्यही पनि म कोसिस गर्दैछु, कोसिस जारी नै छ मेरो। मलाई चाहिँ एकदम हाँसो उठिरहेको थियो कि आफ्नै कपाल देखेर के। मेरो दिमागमा चाहिँ एउटै कुरा खेलिरहेको थियो कि काम पनि छ, स्कुल पनि छ, म कुन मुख लिएर जाउँ जस्तो फिल भइरहेको थियो कि। मैले अहिले काटेको कपाल चाहिँ पहिलाको भन्दा चाहिँ राम्रो हो, तर एकदम खाम्पेकी चाहिँ होइन कि अहिलेको पालि पनि।